दर्शक नमस्ते। म नजङ्गरो फेरि उपस्थित भएको छु। आज म मेरो श्रीमतीसित घाँचो, लोजा र घोताने चेलीबेटीहरूको साथमा लुम्बिनी भ्रमणको लागि जाँदैछु। आज मेरो पहिलो दिनको भ्लग तपाईँहरू सामु प्रस्तुत गर्दैछौँ, हेरिदिनु होला। आज हामी यहाँबाट गएर नारायणी नदीमा बोटिङ गर्छौँ। त्यसपछि हामी फेरि लुम्बिनी जान्छौँ र लुम्बिनी गएर आज पहिलो दिन हामी बुद्ध जन्मिएको स्थान घुम्नेछौँ। त्यसपछि भ्यायो भने अरू ठाउँ घुम्छौँ। भ्याएर नै आज लुम्बिनी बुद्ध जन्मेको स्थान घुमेर त्यसपछि भोलि अर्को ठाउँमा घुम्छौँ। र मेरो यो भ्लग हेरेर लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। राम्रो नराम्रो के छ प्रतिक्रियाहरू दिनु होला भन्न चाहे तपाईँहरूसम्म। नमस्ते। आउनुहोस् हजुर। ल लुम्बिनी घुमेर आउने हेर्नुहोस्। लुम्बिनी जानलाई हामी हिँड्दैछौँ अहिले बाटोमा। बस त्यहाँ शिवचोकमा आउँछ हुन्छ। र बस चाहिँ आइपुग्यो। अब यो बसमा हामी जाने। ल हामी चाहिँ नि दिदी तल्लो गाउँबाट अब सिधै विजयपुर पुल यतातिर नयाँ बन्दैछ। अर्को अब हामी खैरानी आइपुग्नु लाग्यो। यो घाँचोको चेलीबेटीहरूसित यसो लुम्बिनी घुम्न जानु लाग्यो। गयो नि पछाडि खैरानी आयो नि। अब बाटो राम्रो रहेछ, तुरुन्तै बाटो पर्छ। हो नि, त्यही त थाहै पाउँदैन कि बाटोमा। काम राम्रो भइसक्यो भने अग्ला देवी आइपुग्यो हामी। अग्ला देवी अग्ला देवी मन्दिर। हामी चाहिँ अहिले गुन्डी भन्ने ठाउँमा आइपुग्यो। यहाँ हाम्रो बस, हामी यो बसमा ट्राभल गर्दैछौँ। यो चाहिँ गुन्डी भन्ने ठाउँ हो। ए नमस्ते। खाउने केटीलाई यो तपाईँ खो खो तेरिका ए हजुर नमस्ते। ए नमस्ते।
ल ल साथीहरूलाई त भित्रै आएर खिच्नु ल आउनुहोस् ए नमस्ते ल यहाँ चाहिँ नि खाजा खाना सकिएको कतिवटा चना मकै ल मकै ल खाजा खाजा खान लाग्यो ल ठिक छ यही मात्रै हो तपाईँहरू हजुर अब भेडा कानै सुनेको छैन कानै सुनेको छैन भेडाले के खाएको बहिनीहरूले चिया समोसा खानेकुरा सबै लिएर आउनुभएको छ अनि हामीले गाडीमा खायौँ यहाँ चाहिँ नि हाम्रो खाजा खाँदैछ तारिक तार्के झुन अब धन्यवाद दमोली आइपुग्यो दमोलीको यो पुल पुरानो पुल अनि यो पुल त बन्दैछ नयाँ पुल नयाँ पुल यो हो अहिले हामी दमोली बजारमा आइपुग्यो यो चाहिँ नि दमोली बजार हो पहिलाको लेखेर अहिले चाहिँ नि धेरै चाहिँ नि परिवर्तन भएको छ दमोली बजार धेरै राम्रो बनाएको छ बाटो पनि एकदम चग्लो खुल्ला छ हेर्नुहोस् दाहिने बायाँ तपाईँले हेर्नु होला एकदम राम्रो छ बाटो पनि यहाँ पनि अहिले धेरै परिवर्तन भएको रहेछ र आउनुहोस् दमोली पनि घुम्नुहोस् दमोली बजार हेर्नुहोस् धेरै राम्रो छ यही भन्न चाहे तपाईँहरूसित नमस्ते धन्यवाद अहिले हामी मुगलिन बजार आयो मुगलिन बजार माथि नारायणघाट जाने बाटोतिर हिँड्दैछौँ यो त्यहाँबाट देखिएको त्यो सानो देखेको मुगलिन बजार पुल हो हेर्नु होला धन्यवाद
अहिले नारायण घाट आइपुग्यो नारायणी माथिबाट थियो हामी यता बस्ने यता ल्याएर हो गाडी पार्किङ छैन ल यो नारायणी नदी यहाँ बोर्डिङ चढ्ने माथिबाट होइन अनि टिकट काट्ने त उ त हो नि त है माथि होइन ल ल अब बोटिङ गर्ने हजुर यो नारायणी नदी अब यहाँ बोटिङ गर्ने भनेको छ अहिले हामी चाहिँ बोटिङ गर्छौँ पछाडि यो नारायणी पुल आज हामी लुम्बिनी घुम्नु जाने म चाहिँ नि हाम्रो घाँचोके मेरो दिदी सासू सालीहरू साथीसित चाहिँ घुम्नलाई लुम्बिनी घुम्न लागेको गर्मी छ यतातिर छाता ल्याएको काम लाग्छ घाममा बोटिङ गर्ने त्यहाँबाटै रहेछ आज फर्स्ट डे हामी आज पोखराबाट बिहान भन्नु त 6 बजे भनेको थियो तर शिव चौकबाट हामी 8 बजेर 12 मिनट मेबी त्यति त्यहाँबाट हिँड्यो र अहिले हामी 11 बजे त्यहाँदेखि नारायणघाट आइपुग्यो र त्यहाँबाट अहिले हामी बसबाट झरेर बोटिङ गर्ने भनेर यतातिर आएको छौँ बोटिङको लागि अब हामी यहाँ बोटिङ कसले गर्छ थाहा छैन हेरौँ बोटिङको लागि यहाँ पूजा हुँदैछ भजन कीर्तन हुँदैछ यहाँ लोकमान चौतारा मिलन रोड नारायणघाट यो बुद्धको मूर्ति बनाएको छ यहाँ स्ट्याचु आउँदैछन् पछाडि लोकमान चौतारा यो नारायणघाट नारायणी पुल यो नारायणी नदी यहाँ चाहिँ अब यो बोटिङ हुन्छ यसरी यो बोटमा नारायणी नदीमा अहिले बोटिङ गर्ने
ल बार्गेनिङ गर्नुहोस् Only 50 भएन, no more than. हो र हेत्तेरी पर पर्सन 50-50 छुट भयो हजुरहरुलाई जम्मा 50% छुट भयो एकजनाको 1% त नि हामीले पनि त नगरपालिका नभए नि ठिकै भएपछि के हो ठिकै खोइ त कस्तो गरेर हिँड्ने के तपाईँहरू ल आउनुहोस् ल यता सिधालोमा आउनुहोस् भन्नुभयो तपाईलाई हेप्यो यहाँ दिदी आइपुगे अब सबै ज्याकेट लाउनु त ज्याकेट नि कति राम्रो हो बाबुहरू ओहो चिसै हो ज्याकेट अनि क्यामेराम्यान नि आउँदै फेरि ल हामी चाहिँ नि यता हेर्नु न यता बस्नु न राम्ररी अनि तपाईँहरू पानी हुनु अनि अहिले हामी बोटिङ गर्दैछौँ नारायणीमा बोटिङ गरेको टोपीलाई यसो समात्नु है टोपीलाई खैर टोपी उठ्ला ओरे यतातिर हेरिदिनु यतातिर त्यस्तो नगर्नु हो यतिकै है हजुर दुईजना बस्नु बस्नु क्या बस्नु यता हेर्नु यता यता अलि मजाले हाँसिनु है ल है बस हजुर फोर्ड कलेज तपाईँ नछोडे उहाँलाई अलिकति
सिद्धियो ल 200 रुपियाँ टाउकोमा उभिदिनु है अर्कोमा छाता लिन्छ जानु है टु गर्नु न टु दुईटा टु है ल आउनु ल आउच यता हेर्नु हो यता यता ल आउनु दिदी यता हेर्नु है दिदी यता हेर्नु ल ल ल ल टु गर्नु टु गर्नु न टु गर्नु न टु गर्नु टु गर्नु ल हाम फालेको नि हाप्पा आफै हेर्नु है ताँगा सही तर खाने ताँगा ए गर्नु ल 4,400 को थाइल्यान्ड भ्रमण है यो हजुरहरु एक ग्रुपमा हैन एउटै ग्रुप हामी सब एउटै ग्रुप मानेन बिचराहरु बन्दुक हाल्नु एउटा गोजीमा हात हाल्नु एउटाले क्याप्सुलमा हात हाल्नु छिन छिन मरे कहिले पुग्नु रहेछ यार बोले छोरे दाइदिनु हजुर हजुरहरु चेलीबेटीहरू ड्रेस लगाएकोहरू ग्रुपमा फोटो खिच्दैछु नमस्ते दर्शकवृन्द अहिले हामी नारायणगढ चोकमा आइपुग्यौँ यो नारायणगढ चोक यता लेफ्ट साइडतिर गयो भने तपाईँको इलाम तिर बिरगज धरान इटहरी काँकाभिटा बस त्यतिर त्यो बाटो त्यता जान्छ भने दाहिनेतिरबाट चाहिँ नि अहिले हामी चाहिँ नि जाँदैछौँ त्यो बाटो चाहिँ नि यो दाहिनेतिरको बाटो चाहिँ नि बुटवल भैरहवा लुम्बिनी सुनौली इन्डियाबाट त्यतिर जाने बाटो चाहिँ नि यो दाहिनेतिरबाट जान्छ र अहिले हामी चाहिँ लुम्बिनी जाँदैछौँ यता दाहिनेतिरको बाटोबाट लुम्बिनी भएर लुम्बिनीतिर जान्छौँ हामी र अलिकति अगाडि अब यहाँ चाहिँ एउटा नारायणी नदी देख्नुहुन्छ तपाईँहरूले यो नारायणी नदी चाहिँ नि बर्खाको बेलामा चाहिँ एकदम ठुलो हुन्छ अहिले चाहिँ नि त्यति ठुलो छैन सानै छ र हामीले भर्खरै त्यहाँ बोटिङ गऱ्यौँ तपाईँहरूले हेर्नुभयो होला हामीले बोटिङ गरेर रमाइलो गरियो त्यहाँ यो हो नारायणी नदी अहिले हामी नारायणी नदी माथिबाट पुलमा हिँड्दैछौँ गाडीमा यो बर्खामा चाहिँ नि झन्डै पुल छोला जसरी आउँछ अरू बेला चाहिँ नि सानो नै हुन्छ यहाँ चाहिँ नि र हामीले यही नदीमा चाहिँ भर्खरै बोटिङ गरेको थिएँ तपाईँहरू चाहिँ हेर्नुभयो होला र तपाईँहरू चाहिँ यो मेरो ब्लग हेरेर मनोरञ्जन लिनु होला भन्दै तपाईँहरूसित आज्ञा गर्न चाहेँ राम्रोसित हेरिदिनु होला भन्न चाहेँ नमस्ते हनुमान मन्दिर समिति चक्राघाट थुम्सी नवलपुर यो बुटोल जाने बाटो वनको बाटो सालघारी सिजीबाट अगाडि बुटोल जानेतिर बाटो दावन्यमा आइपुग्यो भात खान यो लुम्बिनी रेस्टुरेन्ट लजमा हामी अहिले भात खाने लुम्बिनी लज एन्ड रेस्टुरेन्ट दावन्ने अझ नै बाटो राम्रो बनाएको छ
के ठाउँ रे दाउन्ने गाउनेमा आएर हामी मासु भात खाँदै गाउने यो भेज खाना भेज खाना मेरो भेनाको आजको स्पोन्सर भेना धन्यवाद आजको भोजन दान हाम्रो भेनाले दान दियो भेनालाई करो मैले होइन ओ दिदी हो नि दिदी दिदीलाई भन्नु दिदीलाई दाउन्नेको ओह्रालोबाट देखेको भ्युजहरू तलतिर फाइनली हामी यहाँ होटल ओसियनमा आइपुग्यो लुम्बिनी टेन नेपाल यहाँ आइपुग्यो सुटकेस नलिएर आयो कि हो तपाईँहरू के खाने हो भन्नु त भाइलाई लोजा र घोताने कोनमा चेलीबेटीहरू आज लुम्बिनी घुम्न आएको आज पहिलो दिन ल अहिले शीतलो हजुर ल आज शीतलो भइरहेको छ आउनुहोस् लोजा र घोताने कोनमै परिवार चेलीबेटीहरू लोजा र घोताने चेलीबेटीहरू लोजा र घोताने चेलीबेटी हजुर ल ल अब हामी लुम्बिनी घुम्न जान्छौँ आज डे 1 भोलि फेरि लुम्बिनीबाट हामी स्याङ्जा भएर पोखरातिर जान्छौँ यही हुन् लोजा र घोताने चेलीबेटीहरू अगाडि टन्नै हिँडेछन् लुम्बिनी घुम्न आएको लोजा र घोताने चेलीबेटीहरू लुम्बिनी घुम्न आएकै छिन् हजुर
के छ भेना आज म सबलाई सब्स्क्राइब गर्न लाउँछु नर्जङ नजङ्गै छ नर्जङ हजुर ल आज सब दिदी बहिनीको मोबाइलमा भन्नु पसलहरू खुल्लै छन् सामानहरू लिन आउनु होला यता एन्ट्रेन्स गेट यो वेलकम गेट भोग लाएर जान्छ रोटी खान्छ बादलले जस्तो वे टु मायादेवी अटोमा नजाने कति राम्रो है हामी त भेनाको भ्लग मात्रै आउने नै भयो ड्युटीको ठुला छ भनेको होइन के म थियो हामी अहिले लुम्बिनी भित्र गेटभित्र छिर्यौँ हेर्नुहोस् मेरो पछाडि मेरो पछाडि चाहिँ नि लोजर घोटाने सेलिब्रेटीहरू आउँदैछन् कसलाई यो सेतो मसिनोलाई यो लुम्बिनी जाने बाटो बुद्धको मन्दिरहरू जाने बाटो हो नजी खाइले नि हुला खर्केपछि कति धुप्पले हिँड्थे पनि निकाल्नु ल यसरी रमाइलो लाग्यो दिदीले यस्तो मन्दिर देख्ने भन्दा यतै हैरान ल सबै दिदीबहिनीहरू ए बाँदर अनि के अरे ल हेर यहाँ बाँदर कति धेरै बाँदर हुन् ल हेर बाँदर ओहो ल कति धेरै बाँदर है ए ल हेर यहाँ अहिले चाहिँ बच्चालाई दुध खुवाउँदैछ बाँदरले ल परिजात कमलको फुल हेर कति राम्रो कमल फुल हिलो म त त्यो भनेर साँच्चै हिलो म कति राम्रो दिने वेलकम टु लुम्बिनी
कलर कलरको फुल ल हेर्नु यो एउटा दुईटा कलर देखेको छ यहाँ ल मेरो दुधले चाहिँ नि बत्ती बाल्यो यो दुईटाको कति हो अनि म बहिनीको नाममा एउटा बाल्छु है बाल्नु न यो 100 हो बाबु यो 100 हो हो यो दुईटा यो 100 है मैले 300 बाँधेँ मेरो बाबाको नाममा लुम्बिनीमा आएर चाहिँ तपाईँहरूको नाममा बत्ती बाल्नु दिन्छ के बाजेको नाति हामी धर्मस्थलमा आएर डिमान्ड गर्छ न यो मार्दिउ न यो यता 200 बत्ती बाल्ने यहाँ ल यो चाहिँ नि बुद्ध जन्मेको ठाउँमा आइपुग्यो हामीले लुम्बिनी सबै उता गएको छ लुम्बिनीमा आएको आज पहिलो दिन हल्का यता घुम्ने आयो त्यसपछि भोलि बिहान फेरि उता पारि अर्को ठाउँ चाहिँ घुम्न जान्छौँ लुम्बिनीमै है आज चाहिँ यतातिर यो बुद्ध जन्मेको ठाउँमा घुम्दैछौँ हामी ल बुद्ध जन्मेको हेरेर आयो हाम्रो दिदीहरू राजाले फोटो खिचेको हजुर आज हामी एकदम ठुलो धर्मस्थलमा गौतम बुद्ध जन्मिने हाम्रो नेपालको लुम्बिनीमा यसरी लुम्बिनी बौद्ध जन्मेको छ नि भेला भएर एकसाथमा आउन पाए लोजार घोताने दिदीबहिनीहरूसित पहिलोचोटि होला म पनि आएको एकदम खुसी लाग्यो हुन्छ नि यहाँ छ ऊ यहाँ हो ए बुद्ध जन्मेर नआएको तलब यो तलमा चाहिँ नआएको रे बुद्ध जन्मेर यो पिपलको बोटो चाहिँ बुद्धले ध्यान गरेको पिपलको बोटोहरू त्यही भएर हाम्रो लोजारो घोताने चेलीहरू चाहिँ यहाँ वरदान माग्दैछन् पूजा गर्दैछन् धुप बालेर बुद्ध भगवानको पिपलको ध्यान गरेको ठाउँमा धुप बालेर पूजा गर्दैछन् हेर्नु होला धन्यवाद ल यो स्तम्भ लुम्बिनीको स्तम्भ आइपुग्यो यो लुम्बिनीमा स्तम्भ मेरो पहिलो दिनको भ्लग यहाँ आएर समाप्त हुन्छ दोस्रो दिनको भ्लग म फेरि भोलि हाल्नेछु र पहिलो दिनको भ्लग कस्तो भयो हेर्नु होला र प्रतिक्रियाहरू दिनु होला लाइक कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला र राम्रो नराम्रो कस्तो छ हेरेर मनोरञ्जन लिनु होला भन्दै मेरो पहिलो दिनको भ्लग लुम्बिनी भ्रमण भ्लग यही समाप्त हुन्छ धन्यवाद नमस्ते।